संसारमा कसैले पनि त्यति दुःख दिन सक्दैन जति आफ्नो शरीर बिग्रेपछि दुःख दिन्छ। किन भन्दा पहिला अलिकति हेल्दी हुनेलाई ध्यान दिँदैन, एक बारको जिन्दगी भयो भने त खानुपर्छ नि होइन, रमाइलो गर्नुपर्छ भनेर हुन्छ है। एकदम आजकल त नारीहरू पनि चियर्स, वाइन त के पनि हुँदैन क्या, लेडिज ड्रिङ्क हो के भन्छ होइन। अब सब चिज अब यो मेरो लागि ठिक छैन भन्ने थाहा छ होइन, तैपनि हामी लिइरहेको हुन्छौँ होइन। तपाईँ विचार गर्नुहोस् त, सस्तोभन्दा सस्तो बाइकलाई कति पर्ला? 3 लाख, 1.5-2 लाख। त्यो 1.5 लाख पर्ने बाइक आजभन्दा 5 वर्ष पहिला अगाडि थियो भने 1.5 लाख पर्ने बाइक चाहिँ 1.5 लाख पर्ने बाइक कसैको छ आजभन्दा 5 वर्ष पुरानो रहेछ भने कतिमा बिक्री हुन्छ होला? अघि 50,000। 10 वर्ष पुरानो रहेछ भने अघि 25-30 हजार। 15 वर्ष पुरानो रहेछ भने ओके 15,000 राखौँ न रेट होइन। तपाईँले 15,000 ल्याउनु भयो, रिन्यू गर्नुभयो, 2-4 हजार खर्च भयो, 19,000 भयो। अब त्यसमा चाहिँ तपाईँले त्यसको टायर चेन्ज गर्नुभयो, ब्याट्री चेन्ज गर्नुभयो, यसो साइड लाइटहरू चेन्ज गर्यो, तपाईँले लगभग त्यसलाई 25,000 खर्च गर्नुभयो। अब गाडी बाइक चल्ने भयो, एकदम राम्रो चल्दैछ है। जस तपाईँले लोकल एरियामा आरामले जान आउने भएको छ, चलिरहेछ, कमसेकम काम चल्यो। अब कसैले तपाईँलाई भन्यो पेट्रोलमा 150 रुपियाँ दिन्छु भने, 150 मा मलाई राख्दै, साँच्ची हो 150 रुपियाँ दिन्छु भने तपाईँ एकदम खुसी हुनुभयो, जर्किन लिनुभयो कि कोही पानी के अरे त्यो कोक फ्यान्टाको स्प्राइटको बोतल पनि लिनुभयो होइन, एउटा जर्किन यताउता, किनभने 20-25 लिटर त लिइराखौँ अहिले होइन भनेर तपाईँ जानुभयो। पेट्रोल हाल्न लाग्यो, गन्दै छैन, ए पेट्रोल त हो, अनि पेट्रोल नभएर के हो त्यो? अनि खासै त्यस्तो छैन त भने के मिसाएको हो अरे? तँलाई 150 मा ओरिजिनल कसले दिन्छ त भने? अब के गर्नुहुन्छ? हाल्नुहुन्छ कि फर्केर जानुहुन्छ? फर्केर जानुहुन्छ है। अच्छा, यहाँहरूलाई कसैले भन्यो म तँलाई 5 करोडमा किनेर लिएर जान्छु, तिम्रो आँखा कसैले किन्न आयो भने म बेचिदिन्छु, कसैले मुटु किन्न होला, कसैले कलेजो किन्न होला, कसैले किडनी किन्न होला, जसले चाहन्छ म तिम्रो शरीरको एउटा अङ्ग बेचेर मेरो 5 करोड रुपियाँ पुरा गर्छु भने कोही 5 करोडमा बिक्री हुन चाहनुहुन्न है? विचार गर्नुहोस्, 25,000 को बाइकमा डुप्लिकेट सामान हाल्दैनौ भने यो 5 करोड होइन 10 करोडमा पनि बिक्री नहुने बडीमा के हालिरहनु भएको छ? यो मेरो लाइफमा इम्पोर्टेन्ट छ या छैन, यो मेरो लागि जरुरी छ? अरे एक बारको जिन्दगी, त्यही एक बारको जिन्दगीलाई मैले टिकाउनु छ भन्ने कुरोतिर हामी जाँदैनौँ। मर्नै परे खुट्टै तानेर मरम लारे, अहिले पनि नपिएर साथी कहिले पिउने रे हैन, अहिले पनि रमाइलो नगर। त्यो कोही त यस्तोसम्म पनि पिरा हुन्छ कि त्यो हिँड्दा पनि यसो गर्छ कि बिचारा खाल्डो देख्छ होला नि त्यसले हैन, यस्तो हालत छ हामी। अब संसारमा सबभन्दा बढी दुःख कसले दिएको रहेछ हामीलाई? हाम्रो शरीरले। कसरी दुःख दिन्छ? तपाईँलाई टाउको दुखिरहेछ भने राम्रो कुरा पनि तपाईँलाई सुन्न त्यति जाँगर चल्दैन। पेट दुखिराखेछ भने बार पेटले मन खिच्छ। दुश्मनले पनि त्यति दुःख दिँदैन जति आफ्नो शरीरले दिन्छ। कसैको ढाड दुख्ने, पेट दुख्ने, टाउको दुख्ने, कसले दुःख दियो? आफ्नै शरीरले। त्यसैले केवल धनलाई मात्रै प्रपर्टी नमान्नुस्, आफ्नो यो बडी पनि तपाईँको सबभन्दा ठुलो प्रपर्टी हो। जुन दिन यो बडीबाट आउट हुन्छ त्यो दिन सबैले जिन्दगी भर कमाएको सम्पत्ति पनि टाटा बाई बाई नै। त्यसैले यो बडी नै सबभन्दा ठुलो प्रपर्टी हो हाम्रो लागि। बुझिरहनु भएको छ? हेलो, बुझिरहनु भएको छ? यो एउटा प्रपर्टी हो, यसलाई ध्यान दिनुहोस्। त्यही भएर ब्रह्मकुमारीजीले खानपानलाई यस्तो विधि ध्यान किन दिन्छ? यही हो कारण।